मान्छेको भिड यत्रो मान्छे छ बिहान यहाँदेखि यत्रो तल हो चाहिँ कोपेनहेगन सेन्ट्रल स्टेसन हो गाइस। यो चाहिँ पछाडिबाट हो स्टेसनको होइन। लुक लाइक अफिस। हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज अल आर डुइङ वेल। म पनि सन्चै छु। अहिले चाहिँ यस्तो मलाई देखिरह किनकि म भर्खर उठेर काममा हिँडेको, मुख धोएर जुरुक्क उठेर तुरुक्क मुतेर काममा हिँडेको होइन। यु गाइज प्रोबब्ली वन्डरिङ खोइ रुक्छौँ भनेर होइन। रुक्छौँ चाहिँ छैन, ऊ चाहिँ सुतिरहेको छ, उसको 9 बजीदेखि कलेज छ अनि म चाहिँ काममै हिँडेको। के अरे मेरो चाहिँ 8 बजीदेखि काम छ। अहिले 7:20 भयो अनि म चाहिँ आजको भिडियोमा देखाउँदैछु कि मेरो काम कस्तो छ होइन, म के काम गर्छु भनेर देखाउँदैछु। सो स्टे अन्टिल द एन्ड। राति पनि ढिलो कामबाट आएको, अहिले पनि जाँदैछु अब होइन। गाह्रो छ साथीहरू विदेशमा। भइरहेको छ, गइदिउँ क्या गइदिएको म पनि यतैबाट जहिले दौडिनु पर्छ यहाँ चाहिँ। मेरो चाहिँ यहाँबाट बस चढेर जानुपर्छ, बस कुरेर, र म अहिले चाहिँ बस कुर्दैछु। बस चाहिँ छ 2 मिनटमा, 2 मिनटमा छ बस चाहिँ होइन। दामी भइरहेको छ मौसम। हिजो अस्ति चाहिँ सबै उयो भएको थियो, धुन्धुला पानी पर्दा। आज चाहिँ राम्रो छ, बस पनि आयो। यही बसमा म जाने हो। बसबाट पनि ओर्लेर म चाहिँ हिँडिसकेँ होइन, आइसकेँ। अब यहाँदेखि मेट्रोमा जानुपर्छ। अब मेट्रो जानु चाहिँ यहाँदेखि अन्डरग्राउन्ड जानुपर्छ। ल अब यहाँ एलिभेटर पनि आइरहेको छ। म एलिभेटरमा दौडेँ आएँ। औ सेट गयो। तल मेट्रो स्टेसन पनि आइसकेँ होइन। 1 मिनटमा रहेछ मेट्रो पनि। यहाँनिर चाहिँ होइन यत्रो छ कि यो सबै अन्डरग्राउन्ड तल 3 तलै तल 3 तलै तल बनाएको है। यस्तो हामीहरूको नेपाल कहिले हुन्छ होला। मेरो चाहिँ मेट्रो पनि आइसक्यो होइन। मेट्रोमा बस्छु अब म। अब चाहिँ म गाइस मेट्रोमा पनि बसिसकेँ। त्यहाँदेखि चाहिँ 10 मिनट 15 मिनट लाग्छ काम गर्ने ठाउँ पुग्न। काम गर्ने ठाउँ चाहिँ कोपेनहेगन सिटीमा हो होइन। जाँदैछु। सेन्ट्रल कोपेनहेगन पनि आइपुगेँ म होइन। अब माथि जान्छु, यहाँबाट माथि जानुपर्छ। भिड छ मान्छेको भिड। यहाँबाट चाहिँ ल तल यत्रो तल होइन। ऊ यहाँनिर माथिबाट पनि देखाइदिन्छु ल म। तल हो क्या, यहाँदेखि यत्रो तल हो। अन्त मान्छेको भिड यत्रो मान्छे छ बिहान हो। यो चाहिँ कोपेनहेगन सेन्ट्रल स्टेसन हो गाइस। यो चाहिँ पछाडिबाट हो स्टेसनको होइन। यस्तो छ। यहाँनिर चाहिँ कति मुभीहरू सुट भइरहेको हुन्छ कि अहिले भएको छैन, नभए त म देखाइदिइहाल्थेँ। तर प्रायः भइरहेको हुन्छ। यस्तो छ है स्टेसन। अब आइपुग्न लागि यहीँनिर हो मेरो काम छेउमा। यही हो मेरो काम गर्ने ठाउँ। गइरहेको छु। अनि के अरे यो भिडियो बनाउनेमा चाहिँ नयाँ हो नि त गाइस। अनि थाहा छैन खासै, त्यही भएर अलिकति गल्तीहरूमा माफ गरिदिनु होला। म काम पनि आइपुगेँ होइन। म यहाँबाट देखाउँछु। अब रिसेप्सनको मान्छेहरू भिडियोमा आउनु मान्यो भने देखाउँछु, नभए नै। गाइस एउटा हातमा चाहिँ कफी, अर्को हातमा चाहिँ लिस्ट। सो यो चाहिँ हो होइन हामीहरूको अफिस। काइन्ड अफ लुक लाइक अफिस। यस्तै छ। अब म लुगा फेर्छु अनि स्टार्ट गर्छु है। यस चाहिँ के हो भन्दाखेरि यहाँबाट चाहिँ मैले चेकआउट रुम र स्टे ओभर रुमहरू छुट्याएर दिनुपर्छ। को काम गरिरहेको आज यहाँनिर अनि दिनुपर्छ। चाहिँ मैले 3 जनालाई नै रेडी गरिदिइसकेँ। अब लिस्टहरू पनि बनाएर भइसक्यो। अब चाहिँ के गर्छु भन्दा म ट्रलीहरू लगेर फ्लोरमा राखिदिन्छु। त्यो चाहिँ मेरो काम हो। अब केटीहरू चाहिँ 9 बजीको छ। अब म के गर्छु भन्दाखेरि ट्रली लगेर
फ्लोरमा राखिदिन्छु। हामीहरूको स्टोरेज रुम हो होइन। अब यस्तो ट्रली यहाँ यस्तो भएको रहेछ। अब योलाई हल्का मिलाएर म फ्लोरमा लगेर राखिदिन्छु। र म चाहिँ गाइस यसरी यो लिनेनहरू लग्दैछु होइन। यस्तै हो मेरो काम चाहिँ। अब यो चाहिँ 4टा फ्लोरमा राखिदिनुपर्छ। हामीहरूको सानो होटल छ 5 तले होटल। अहिले भन्छु होटलको बारेमा। ट्रली चाहिँ राखिदिएँ मैले होइन। अब यो चाहिँ रुमहरू भयो। अनि यो रुमहरू चाहिँ अब गर्ल्सहरूले ल्याएर गर्छन्। एम्टी रुम कुन कुन छ नक गरेर। अनि त्यसको लागि चाहिँ यो ट्रली त्यहाँ राख्दा हो। फर्स्ट फ्लोरमा भयो। अब म फेरि सेकेन्ड फ्लोरमा लगेर राख्छु। यो चाहिँ मेरो मास्टर की हो। अनि अघि मैले रिसेप्सनको देखाउँछु भन्दै थिएँ। त्यहाँ 2जना केटीहरू छन्। केटी पनि के भन्नु आन्टीहरू। अनि उनीहरूले चाहिँ नआउने अरे क्या मेरो भिडियोमा। त्यही भएर इट्स देयर फल्ट होइन। उनीहरूको फलोवर्सहरू बढ्थ्यो नि त आगा भए। अब आउँदैन त के गर्नु। अब फेरि म नेक्स्ट ट्रली नआइसकेँ स्टोरेज रुममा कि अब यो लिएर जान्छु। माथिको स्टोरेज रुममा चाहिँ पुगेन होइन। त्यहाँनिर 2टा मात्रै ट्रली भयो। 2टा फ्लोरलाई मात्रै राख्न। अनि अब यहाँ म मेन स्टोरेज रुम यो चाहिँ अर्को पनि स्टोरेज रुम हो क्या। अनि यहाँनिरबाट लिएर जान्छु अब म। 2टा फ्लोरमा बाँकी छ। यो चाहिँ हामीहरूको अर्को स्टोरेज रुम हो। यत्रो सबै लिन आएर छ यहाँनिर। मलाई थाहा थिएन किनकि म हिजो अफ थिएँ। अब यो फेरि लिएर जान्छु। ट्रली चाहिँ यसरी निकालिसक्यो होइन। अब ट्रली चाहिँ यो ऱ्याम्पमा लगेर राख्नुपर्छ। अनि यसरी माथि आउँछ। अनि माथि आएर फेरि म अब यो अर्को फ्लोरमा लिएर जान्छु। अनि मेरो काम सकियो। माया चाहिँ आइसक्यो होइन। मायाले माने पनि थिएन भिडियो खिच्नु। तर चाहिँ म खिचिरहेको किनकि आई डोन्ट केयर। उसले चाहिँ अनुहार देखाउँदैन अरे। सो इट्स फाइन। हाम्रो अन्जना साथी पनि आइसकेको छ। ऊ चाहिँ यस्तै हो होइन गाइस। अनि यहाँ चाहिँ समीक्षा। से हाई टु माई भ्लग। चाहिँ काम गर्न रेडी हुँदैछ। विदेशमा गाह्रो छ यस्तो गर्नुपर्छ होइन। त्यही भएर नआऊ। मैले चाहिँ सबै ट्रलीहरू पनि लगेर राखिसकेँ। अब मसँग गर्ने भने केही काम छैन। केही छैन काम। तर म चाहिँ अब अघि आएको थिएँ नि केटीहरू उनीहरूलाई हेल्प गर्छु। किनकि वाइ नट मेरो केही कामै छैन। अनि त्यही भएर यसरी म गर्छु। अहिले चाहिँ म यहीँ बसिरहेको छु होइन। मसँग चाहिँ केही काम भएन। अनि म चाहिँ डिप क्लिनिङ हान्न आँटेको होइन। त्यो चाहिँ आफूलाई नै एक्स्ट्रा हुन्छ। त्यो चाहिँ अन्त डिप क्लिनिङ हान्दा चाहिँ यस्तो लाउनुपर्छ। मास्क लगाएर यस्तो चस्मा लाउनुपर्छ। अनि यो बाथरुममा हाल्नुपर्छ। हानिसके पछाडि चाहिँ यस्तो भयो होइन। नाइस एन्ड क्लिन। अब यो बेडसिटहरू पनि निकालिदिन्छु। यहाँ बेडसिटहरू चाहिँ मैले सबै निकालिदिएँ। र म अर्को पनि एउटा डिप क्लिनिङ गर्छु। अहिले चाहिँ गर्दिनँ किनकि ब्रेक टाइम हुन लाग्यो। ब्रेक टाइम चाहिँ 10:30 हो। 10:21 भयो होइन। अनि त्यही भएर अब ब्रेक पछाडि अर्को डिप क्लिनिङ गर्छु। अनि रुम चेक गर्न सुरु गर्छु। यस्तै छ है मेरो काम चाहिँ। यस्तै हो। यो यहाँ चाहिँ डेनमार्कमा चाहिँ थाहा किन यो प्यान्ट हो क्या। प्यान्ट भन्छ यहाँनिर चाहिँ। यो बोतलहरू बेच्न मिल्छ। पैसा आउँछ। अनि त्यही भएर गेस्टहरूले पनि यसरी राखिदिन्छन् क्या। अनि जसको रुम हुन्छ उनीहरूले लिएर जान्छन्। अनि लास्टमा लगेर बेच्छन्। अनि पैसा आउँछ। ब्रेक पनि भयो गाइस। अब चाहिँ म तल जानु लाग्यो। एलिभेटर कुरिरहेको छु। अब सबैजना खाजा खान पनि आउँछन्। आधी घन्टा हो ब्रेक चाहिँ। 11 बजीसम्म 10:30 देखि 11सम्म। त्यही हो। यो साथी पनि ब्रेकमा जाँदै हुनुहुन्छ होइन। ऊ चाहिँ यहाँनिरको हिरोइन हो। यहाँनिरको हाम्रो कामको। यो चाहिँ हामीहरूको यहाँनिर रेस्टुरेन्ट हो। यहाँनिर चाहिँ खाना खाने हो। न्यू ब्लगर इन द टाउन। यो चाहिँ हाम्रो ब्रेकफास्ट। विदेश आएर अन्डा चाहिँ हामी यस्तो खान्छौँ है गाइस। उसले खाइसक्यो। यस्तो चाहिँ मिठो हुन्छ है खास। ब्रेक सकियो अरे होइन। म चाहिँ आयो अरे।
यो एउटा रुम पनि मिलाइदिइसकेँ। यो चाहिँ समीक्षाको रुम हो, मैले मिलाइदिएँ। तिम्रो लागि मिलाइदिएको है समीक्षा मैले। अब म अर्को डिप क्लिनिङ गर्न जान्छु। मेरो केमिकल बक्स लिएर फेरि पनि आइसकेँ म डिप क्लिनिङ गर्न। अब चाहिँ म यो गर्छु, यो स्मल बाथरुम। यो रुमको चाहिँ मैले डिप क्लिनिङ हानिसकेर सबै बेड पनि मिलाइदिइसकेँ के। बेड पनि मिलाइदिइसकेँ ताकि अब मायालाई सजिलो होस् भनेर। मायाले चाहिँ आएर टेबलहरू पुस्छ अनि भ्याक्युम हान्छ, द्याट्स इट। त्यस पछाडि यो रुम सक्यो। Oh my God! Wow! अब चाहिँ म रुम चेक गर्न थाल्छु किनकि रुम अब चाहिन्छ। 12 बज्न लागिसक्यो अनि रुम चेक गर्दै वेबसाइटमा हालिदिन्छु। त्यही हो मेरो काम अब। समीक्षा चाहिँ पेट दुखिरहेको छ अरे अनि थाकिसक्यो। हेल्प गरिदिनु भन्दैछ तर मैले हेल्प गरिदिएको छुइनँ। आजको फर्स्ट रुम चाहिँ चेक हुनेवाला छ यो 436, जुन चाहिँ मैले आफै गर्दै थिएँ। यस्तै राखेको छ। यो अब यो मेरो चाहिँ के काम हो भन्दा यो सबै हेर्नुपर्ने सही छ कि नै, धुलोसुलो छ कि नै, त्यही हो चेक गर्नुपर्ने। यो कटन यस्तो छ, यो कटन मिलाउनु पर्यो। अर्को रुममा आइसकेँ म, जुन चाहिँ यस्तो छ 3 बेडवाला रुम। यो चाहिँ समीक्षाले गरे हो होइन। अब यसमा पनि त्यही हो, मेरो के सबै ठिक छ कि छैन भनेर चेक गर्ने हो। इजी काम, इजी पिजी। र म फेरि पनि अर्को रुम चेक गर्न आइसकेँ होइन। 118 यो रुम चाहिँ डबल बेड विथ सिङ्क हो। यसमा चाहिँ बाथरुम छैन, यसमा पनि सेयर गर्नुपर्छ। अनि म चाहिँ होइन हाउसकिपिङ पनि गर्छु अनि सम डेज सुपरभाइजर पनि हुन्छु क्या। चेक गरिसके पछाडि चाहिँ मैले के गर्नुपर्छ भने अब जस्तै यो 201 रुम भयो अनि यसलाई अब रेड छ अहिले अनि अब ग्रिन बनाइदिनुपर्छ। भयो अब इट्स रेडी फर गेस्ट। यहाँ चाहिँ हामीसँग यस्तो रुम पनि छ जहाँ चाहिँ यति मात्रै हो क्या, एउटा सानो सिङ्क छ अनि त्यस पछाडि बाथरुम छैन। यसमा चाहिँ बाथरुम चाहिँ सेयरिङ हुन्छ। मायाले चाहिँ काम भ्याइसकेछ होइन। माया काम भ्याइसक्यो, अरे ट्रली पनि लग्न थालिसक्यो। अरूहरू गइरहेछन्। सुपर ह्युमन हो क्या ऊ चाहिँ यहाँनिरको। चाहिँ हामी लास्टमा 4 जनाले गर्दैछौँ होइन। यस्तै हेल्पफुल टिममेटहरू छ मेरो। समीक्षालाई पेट दुख्यो अरे, त्यही भएर यो अन्जना लुगा लाएर घर जान आइसकेको पनि गर्दैछ। माया स्न्याप बनाउँदैछ, समीक्षा गर्दैछ त्यहाँनिर। यस्तो हुनुपर्छ क्या साथीभाइहरू भनेको, त्यही भएर मैले हेल्प गरेको क्या यिनीहरूलाई। आजको चाहिँ हामीहरूको काम सकियो। वी आर डन फर टुडे। बाई बाई भनिदेऊ अन्जना। मेक स्योर टु लाइक सब्सक्राइब भन प्लिज। सबैजनाले अब काम पनि सकेर गइसकेँ होइन। अनि अब मैले पनि चेन्ज गरिसकेँ। अब म पनि जान्छु, मेरो चाहिँ अर्को काममा पनि जानु छ तर अहिले होइन, 5 बजीदेखि। मेक स्योर टु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल प्लिज गाइज, प्लिज डु इट। See you in the next video. Bye bye.